अनि खेल भयो भने अनि मलाई अब हेलो गाइस वेलकम ब्याक टु माय न्यू ब्लग है। आज चाहिँ हाम्रो गाइस चाहिँ बर्थडे गरेको छ। हामी 5 जनाको छ हो। हाम्रो रन्टु आइसक्यो ब्लगमा सुरु हुन लाग्यो। मेरोमा चेनमा मुभी हाल्दिनु हैन हा के त बसेर नाच्नु पर्छ हाल्नु जाने ओ सुरु त हाल्न चल्दिस केटा हो जाऊ है के भयो ल आउँदै गर है अब म बिस्तारै जान्छु ल केटा हो चल्दिस पाँचको कुरे रङ कामदा बिर्स्यो नि यो ल्याउने बिर्स्यो के गगल्स ग्लोभ्स क्या त ग्लोभ्स गगल्स के ग्लोभ त हिँड्यो ल लगेर हो 500को मैले अगाडि नै हाल्छु त्यो ल अब 500को मात्रै हाल्नु पऱ्यो ढुक्क ढुक्क हो दाइ 500को बिल कस्तो कस्तो अरे मेरो हो नि कस्तो बिलहरू ठिकै जान्छ नै हेर्नु पेट्रोल छ अलरेडी जान्छ 500 ठिक्क हुन्छ ठिक्क भयो 500 500 त्यस्तो जाऊ यति आउँछ है पेट्रोलको भाउ बढ्यो है थाहा नि यार कस्तो कस्तो हो मेरो आँखा त कस्तो आउँछ अहिले भातको भाषामा स्वादिष्ट स्वादिष्ट बाहिर फेरि हालिदियो नवीन दाइले कस्तो आउँछ एङ्गल यो चाहिँ त्यहाँ मुक्त दाइ भनेर गइरहनु पऱ्यो यस्तो चाहिँ जान हेर्नु पऱ्यो दाइहरू गइसक्यो अरे त्यही त कोही छैन जस्तो छ दाइहरू कहाँ गयो त जान्न ओ जान्न भनेको हो अगाडि छ अगाडि बुढो जान्न रे सबैजना क्या हो गाइजहरू त्यो के फुली नाखा फुली हालेर केटा हो हाम्रो चाहिँ राइड सुरु भयो होइन म कति हामी कतिजना 5 जना छौँ प्रसुन म अनि मबिन दाई अनि अक्षय अनि सेन्डा हामी 5 जना लाग्यो है केटा हो सर घुम्दै घुम्दै त्यही केटा हो खास गरी डेस्टिनेसन चाहिँ हाम्रो बन्दीपुर हो अब त्यो पुल तर जान्छ अब कहाँबाट जान्छ नाम थाहा छैन तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले त्यही हो भ्लग खासै राम्रो भएन यस्तै भयो ल केटा हो यही हो पुल त जान्छ तलबाट हो खास गरी पोखराबाट पनि पोखरा जाँदाखेरि पनि टाढा पुग्छ अरे है मुगलिङको भन्दाखेरि भन्छ के अरे त्यही हो अब यहाँ चाहिँ प्रश्न हराएको छ मासला अगाडि बढेछ कहाँ गएछ अगाडि अब त्यो अहिले आउँछ अब त्यही हो अब ब्लग हेर्न सक्नुहुन्छ हजुरहरूले
उठाएन कल सुन्दै सुन्दै गइसक्यो कहाँ गएर तपाईँ देखेन तपाईँ देखेन तपाईँलाई मभन्दा अगाडि थियो पुरै थाहा थिएन होला नि त हेऱ्यो कहाँ जाने भनेर थाहा छ कुद्न पऱ्यो होला नि त यहाँ एकछिन कुरौँ अब बाटोमा यहीँ बस्छु बाबा यहीँ रोक्ने यहीँ रोक्यौँ क्या त्यो आयो छैन अनि यस्तो छ है बाइक चाहिँ बाइकको हालत एकछिन बस्नुमा कुरो अब भेट्छ है डब्बा यही बाटो हामी जाने अब कहाँ पुगेको राजा तिमी कहाँ पुगेको म त आफूतिर मस्तै हिँड्दा बाइकको पछाडि पठाएको थियो होइन अगाडि थियो मलाई किरामा आँखा पस्यो म कोटाउँदै गएको हामी पुल पारी जाने अब है पुल पारी बाटो यस्तो छ है पुलको पर्सिरहेको आँखा त मोटो रहेछ आइ साइको हान्दै के हो अब पुल पारी गर्दा भेट्नुपर्छ बाई जिन्दगीको गोरेटोमा हाइट पुग्दैन अब झर्नै पर्ने हुन्छ यस्तो छ बाटो पुल पारी हो बत्ती राम्रो हुन्छ यस्तो पुल रन्डो कहाँ पुगेर आयो ल अब डिबीतिर खोलिन्छ होइन खोल्न हाल्ने मेरो त खोले नि कस्तो त्यो धोत्रो आवाज आउँदैन के भयो त नि ढुक्कै हो त ल केटा अब डिबीतिर यसरी खोलिन्छ है यसरी 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 घुमाएर यसरी साह्रो रहेछ घुम्या घुम्या यसरी यसरी खोल्ने डिबीको चाहिँ गाजर कसलाई खोल्न आउँदैन भने यसरी ह्याङ ह्याङ मिलाएर भाइ नर्स ल्याम्बा केही ल्याम्बा के भयो बोले ल केटा हो डिबी ग्लर निकालिसकेको अवस्था डिबी ग्लर चाहिँ यसलाई भन्छ डिबी ग्लरको नट चाहिँ यसलाई भन्छ क्लोजमा देखाउनु क्लोजमा त्यो यो चाहिँ यसलाई भन्छ डिबी ग्लर चाहिँ पानी छैन पानी उ देखा ऊ पछाडि सब ब्लक छ त्यहाँ यो चाहिँ तातो हुन्छ यसलाई सेलाउनु पर्ने हुन्छ हामीले यसरी मजाले पानीमा यसरी सेलाइ चाहिँ चिसो हुन्छ होइन यो अन्त सिस्टम यसलाई भनिन्छ त्यस्तो इलिगल काम चाहिँ गर्नु भएन तर हामीले गर्छौँ त्यही राजधानी डिफिकल्ट हेर्न सक्नुहुन्छ कति इलिगल छ हेर्नु बाइक भयो लामो दाइ खाना छब्रीको ब्लग रे प्रसादको आइडीको नाम के हो अरे युट्युबमा बर्सात ब्लोन ब्रोन के हो ब्रोन भनेको अब चल्दी सबजना गइसक्यो ल जाऊ जाऊ कहिलेको लागि चल्दैछ बाई
चाहिँ एक्लै कुदा जस्तो भयो सोलो राइड जस्तो भयो है अब के गर्नु यस्तै भयो अगाडि हेर्नु त्यो निशान दाई फेरि क्रास खाइसक्छ सुरुमा फेरि माधव चोद दाई लडेछ त्यहाँ अब के भयो क्रास भयो धन्न मुज त खसेन क्या ए हरकत भयो सुरुमै ल हुन्छ दाइ हुन्छ गर्नु दामी हान दाइ हिँडेलो भएछ लाउडे त यत्रो ढिस्को रहेछ ढ्याङ्गो ठोकिरा ढिस्को ठ्याक्कै देखिसक्यो खै 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 बेसी गयो क्या त बेसी गयो अलि त गर्नु ठिक थियो फोन म त सोलो राइडर के सोलो एक्लै पछाडि के ल तिमी र म जाने बिस्तारै समान त बस्छ पछाडि भयो दाइ अलि यता बेसी गयो क्या ओ यता बेसी गयो यता बेसी गयो यतापट्टि गयो क्या समान त बाइक अप्रेसन स्ट्यान्ड गयो कि दाइ खै म समाज तपाईँ म समाज ओहो कस्तो बनाएको यार यो हिलो झन्डै लाउडे म चाहिँ गएछ तलतिर दुईजना जो ठोकेर यता गयो कि स्ट्यान्ड मिलाउ न ल पानी पनि छिरेछ त है भयो 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 है भयो भयो अनि गोब्रो त्यो नि मैले भाते छ भ्याम भ्याम गर्दै गएको थियो यिनीहरू मजा आएको यो के को दाइ हो यसकै रहेछ सबै यसकै भाँचेको पो रहेछ यो टाइट हुन्न क्या अब बुझ गर्दैन खोल्ने त्यो निकाल्दै हुन्छ अब पानी खाने यो लाउनु त चिसो चिसो लाउ चिसो निकाल नि चिसो अलिक माथि गएर त खै अलिक तामा त भयो चिसो अब नदेखाउन न त्यही हुन्न क्या यहाँनिर खै आएको तान न त्यहाँ टोकेर कम भयो भएन आएन पानी तान्रो आयो क्या आयो चुसो बाबु चुसो मेरो बाबु चुसो बाबुले चिस्यो मिठो ताले खै ए धन्नै भित्रेको खै यहाँ देख्दैन यत्रो सानोमा तँ भएन चाहिँ दुई चार रकै टानी ठ्याक्कै यहाँबाट म बिस्तारै पऱ्यो अन्त उयो गयो अगाडि ढिस्को रहेछ कि के ढाको ठोक्यो नि यो केमा हाल्ने अब हरि त्यहाँ खालिँदै हालिदिनु त काम होइन कि मैले देखेँ नि कस्तो कच्ची हुन्छ यो चाहिँ काम लाग्छ हेट ढेन्जर क्रास खाएको रहेछ है अब त जुत्तामा त पड्किन्छ होला त हौ त्यो दामी यो रोड त है अब बेस्ट लाग्यो यो रोड यहाँ डिस्कामा गएछ यार यहाँ त डेन्जर डिस्का रहेछ नि त अनि यहाँ त अनि लाउडे अनि कहाँ नि हुन्छ त्यहाँ त मुजी यो राख्नु त भित्र राख्नु ठाउँमा हो कि क्या हो झोला ग्याङ त झोला ग्याङ म्याच चिफ बेबी टिमी ब्याच बिच बाइक चाहिँ तलै जान्थ्यो खै बाइक तल गयो माथि पारीको बाटो चाहिँ यो बाटो हिँडिसक्यो क्या हामी है कान्छ के हिँड्दैन हो सेफ राइड रकेट हो है चल्दिस भर्खर दाइसँग बुढ साट्यो
यस्तो भएको दाइले बुट हेरेर अनि माथिको छ र च्यातिर म कसरी गियर हान्ने यार डाइरेक्ट कुदाउँछु होइन म भनेको स्लो अब हुन्छ यति गरिदिउँ न बिचरा दाइलाई अब बिस्तारै भए पनि जानु पऱ्यो नि क्या उहाँ माथि पुग्छ यस्तो भने त्यो नासक्यो हो सायद यो बुट त मलाई त्यस्तो यस्तो भयो त यार हिजो पो भयो त बुट त के डाउन चाहिँ मिल्छ अफ गर्न चाहिँ गाह्रो भयो क्या गियर चेन्जै गर्नु मिलेन गियरै चेन्ज गर्नु मिलेन गियर अफै गर्नु मिलेन कुदाउँदाखेरि लगेर हो यहाँ चाहिँ बाइक कुदाउनै मिलेको थिएन है त्यो अघि दाइ क्रास खाएको थियो नि त अनि दाइको बुट लगाएको है अब गियर डाउन गर्न मात्रै मिल्ने अफ गर्न नमिल्ने है नङले अफ गर्न परेको छ गियर पनि आएर त्यो भएर कुदाउन पनि सकिनँ मलाई लङ धेरै पछि राइड गरेँ भएर होला त्यही माथि बुट मुला यस्तो पऱ्यो अनि कुदाउनै सकिनँ अब जे हो त्यही अब भ्लगमा हालिदिन्छु है त्यही भएर भोइस ओभर गरेको भ्लग जोत भयो यार अब नेक्स्ट टाइम अब राम्रो भ्लग आउँछ केटा अब कुराहरू को नयाँ राइडर छ यस्तै हुन्छ है केटाहरू कुदाउनेसँग गयो भने आफू पछाडि परिन्छ बिस्तारै घाट गर्दैन है के भयो फेरि दाइ यार जुत्ता त भएन यार अब बिस्तार चलाउनु पर्यो न गियर डाउन भयो गियर अपै गर्नु मिलेर म चाहिँ नङ दुखिसक्यो के भयो फेरि कसको दाइको ए त्यो फाल्यो अरे हावा पम्प धेरै फाल्यो के भयो ओए ओए खुट्टाको मुजी कुटै हान्नु सकेको छैन के अरे अनि मेरो नि ह्यान्डल कस्तो बाङ्गे भयो अहिले त नङले हान्नु पर्छ मुजी गेयर पनि अनि खुट्टै दुखिसक्यो
ब्रेक ब्रेक ल केटा हो मलाई चार्ज थिएन है यहाँ आएर भ्लग गरेँ फेरि मेरोमा 3% चार्ज थियो पावरमा थियो पावरबाट चार्ज गऱ्यो त्यही हो हेर्न सक्नुहुन्छ पसलको ह्यान्डल गाँड ग्लिट अनि हेर्नु बच्चाहरू बाटोहरू कराउँदैछ त्यही हो पसलको त दादा यो पनि हो चाहिँ एकदम खराब रहेछ त राजाको हजुर होइन बाङ्गेको यो के हो दादाको बाइक पो छ यति त हुनु पऱ्यो नि यार केटा हो यो बन्दीपुरको माथि आइसक्यो तर सब भ्लगै भइरहेछ नगर नि त्यस्तो भनेको किन यहाँ मलाई भ्लग हेरेर त्यतिकै रिभिल नगर त के भयो त नि ढुक्क हो नि संसारी माया पिचित अब हाम्रो मबिन दाईको चट्टी कला हेरौँ है यहाँ सब चट्टी कला चाहिँ छ मबिन दाईको ढुङ्गा हटाइन्छ ढुङ्गा पर्दैन ल हाम्रो तालु भयो यहाँ छ के भयो त ल है अब चाहिँ यहाँबाट है के होला जस्तो छ अब त्यसो देखाउनु पर्ने यहाँबाट मलाई हजुर ए सरी ल यताबाट अहिले बनाउँछ नि कसले बनाउँछ लाडु छैन भनौँ मलाई माछीको यसो हेरौँ न त्यसै स्न्याप चाहिँ किन बनाउनु पऱ्यो ल ल यहाँबाट ल ल यस्तो हो यस्तो स्न्यापहरूमा कसले बनाउँछ कि मलाई जतिखेर नि स्न्याप मलाई तल ठोक्या डेन्जर ठोकेको गाएन होला केही त खै गाना त केही रहेन के ठोक्या कब ठोक्या यतै ठोकेको सारलाई पाङ्रा अलिकति नभेटेछ है के हो न ढुक्क हो त यति त खोइ हेरौँ त भिडियो ल है मबिन्दालाई पिर परिसक्यो ठोकेर रेस खेलेको बाइक एकचोटि प्रसाद भाइको हानौँ न के हान्ने मेरो त्यही तिम्रो मन तिम्रो मन देखाउ त कति बज्यो भने देखाइदेऊ न कति बज्यो डुब्दैछ 16 यस ल बाइक र तल गरी भेट्नु पर्छ बुट हेरेर मान्छे ठुलो भएको नि अब खुट्टा नि भइरहेको यत्रो खै कसरी ल दे तर ल ल ल है राम्ररी है ए भयो भयो यो बुटले कोहीलाई दनक दियो भने त अनि सुत्दैन बुझ्यो बुझ्यो दिन्छ तिमीलाई उडाइदियो मलाई मात्रै उडायो तिमीले मलाई छापेको थियो नि त सुरुमा अनि मैले छापिदियो तिमीलाई प्याज हाले यार पानी मजाले मलाई भिज्छ कि भने बिस्तारै गऱ्यो सुरुमा त तिमीले नै छेप्यो अनि सिधा मुखमा पर्ने झप्प हाने माग सड्के
यहाँ त यहीँ रोकेर हामी अहिले हिमालयन क्याफेमा छिरेको छौँ है ल त हेरौँ यहाँको अब कस्तो छ फुड सानो सानो रिभ्यू कहीँ बस्ने कि त माथि हो हट हाम्रो पोज खै त लाल टी साझ यार मान्छे चाहिँ हो कि लाउडे लजिकल त उता हेरेर एस होला कि एस हो पानको पातमा आइसक्यो अघि यहाँ सधैँ रहेछ नि त्यही हेरेर दुखेर हेरेको डेन्जर होइन प्यान्ट छडै हेर्नु लोके ढाका मेरो मामा आयो मोमो खानु पर्छ भाइरल टिकटकको त्यो हाइलाइटमा राखिदिनु कहाँ टिकटकको युट्युब सर्टमा हाल्छ युट्युब सर्टमा हालिदिनु भयो टिकटकमा त्यसमै हाइलाइट हो सिधै हाइलाइट चाहिँ केही हुन्न सिधै ब्लग हो सुरुदेखि ओइ दिनु त मलाई याद छ कि मलाई ग्लोभ्स पनि राखेको यहीँ कमसेकम मैले के हो अरे के भयो त बाङ्गो किन हेलमेट हेर न हेर्नु स्केच